हेलो सबैजनामा गुड मर्निङ। आज चाहिँ हाम्रो फिल्ड भिजिटको तेस्रो दिन। आज चाहिँ म बोराङ गाउँमा छु। हिजो बेलुका यता बोराङ गाउँ आइयो। अहिले चाहिँ अब बिहानको 7 बजे छ। अब चाहिँ हामी यता बोराङमा भएको योजनाहरू अनुगमन गर्नेछौँ। यो चाहिँ हाम्रो साइड जाँदाखेरि एकदमै चाहिने सामानहरू। चाहिँ मेरो पर्स भइहाल्यो, डायरी, पावर ब्याङ्क नभएर त कामै छैन। यति चाहिँ हाम्रो यो इन्जिनियरको हाम्रो गरी खाने भाँडो बनाइ नै हो। आज हाम्रो बिहानको खाना चाहिँ हाम्रो कुल दाइले बनाउँदै हुनुहुन्छ। यता सबको मासु भात। दाइको जति कला त कसैलाई छैन पकाउनमा चाहिँ। मैले चाहिँ खाना खाएर म हाम्रो पालिका बिल्डिङतिर पुगेको छु, जुन चाहिँ हाम्रो ठेकेदारबाट हस्तान्तरण हुन बाँकी छ। अब चाहिँ छोटो समयमै हस्तान्तरण भएर यता पालिका सर्न पनि सक्छ। अब कहिले हुन्छ हेरौँ। अहिले चाहिँ यता रिपेयरको कामहरू भइरहेको छ हाम्रो पालिकाभित्र। भनेको धेरै वर्ष भन्दा पनि विविध कारणले गर्दाखेरि हाम्रो पालिकालाई हस्तान्तरण हुन सकेको थिएन। अब चाहिँ तुरन्तै हस्तान्तरण भएर हामी पनि यही बिल्डिङबाट सेवा प्रवाह गर्न सक्नेछौँ भन्ने आश छ। अब यताबाट अघि हामी आएको चाहिँ त्यो बोराङ गाउँ तल हाम्रो अध्यक्षहरू पनि आइसक्नु भएको। सिरी हावा चल्या। हाम्रो पालिका बिल्डिङ यति राम्रो छ कि अब के भन्ने। साइडमै तपाईँले यता हाम्रोमा आएपछि ऐसेलु खान सक्नुहुन्छ। यता ऐसेलु नि छ। एकदमै गणेश हिमाल, ठ्याक्कै गणेश हिमाल आज बादलले छोपिरहेको रहेछ, नत्र गणेश हिमालको भ्यूसँगै यता सेवा प्रवाह हुने रहेछ। यता अब कहिले सर्छ चाँडै सर्छ होला हाम्रो पालिका। अलिकता यो टुटफुट भएको थियो, धेरै वर्ष यत्तिकै छोड्या भएर। रिपेयरको काम धमाधम भइरहेको छ अहिले चाहिँ। ल हेर्नु है, अब मैले त यस्तो भनेको सामान छिटो ल्याइदिन्छु अनि हाम्रो वर्ष हुन सक्छ। सूर्यलाई सामानको बिल गाउँ छैन गयो। काम छैन हो। ओए भाग ल। हाम्रो ठेकेदार बा नमान दाइ। ओ भाइ के छ? यहाँ हाम्रो नर्मान दाइको ठेकाको काम धमाधम भइरहेको रहेछ त। अब चाहिँ हाम्रो यो गल्का भिर पुग्नु लागिसक्यो। हाम्रो यो गल्का भिरमा हाम्रो भाइ र म चाहिँ पुरै छतमा यात्रा गर्दैछौँ, 2 जना मात्रै। यस्तो छ त्यहाँ भिर पुरै। भित्र ठाउँ नै नभएर यहाँ छतमा बस्नुपर्ने भयो हामीलाई चाहिँ। फाइनल्ली सेर्तुङ गाउँ आइसकेको छु म चाहिँ। हाकिम साहब र म चाहिँ पुग्यो भर्खरै। पानीले पनि खत्रै स्वागत गर्यो। हाकिम साहब आफ्नो निवासतिर जानुभयो, म पनि अब
आफ्नो निवासतिर लाग्दैछु साथीहरू। यस्तो मौसम भएको छ यता चाहिँ बबाले पानी परिरहेको छ तर यहाँ असार लागे जस्तै भइसकेको छ यताको मौसम चाहिँ। हाम्रो यो झरीले चाहिँ अहिले आलु र मकै चाहिँ एकदम राम्रो फस्टाएको छ। यो चाहिँ गुलाबको फुल हाम्रो सुन्दर सेर्तुङ गाउँ एकदम साँच्चै नै सुन्दर छ। फाइनल्ली 4 दिन पछाडि चाहिँ म आफ्नो क्वार्टरमा आइपुगेको छु। ज्यान थकित मुन्द्रामा छ 4 दिन नन स्टप हिँड्दा